चुत्रोको मुख्य प्रयोग के हो? चुत्रोको मुख्य प्रयोग के हो? 10 सेकेन्ड समय सुरु हुन्छ है साथीहरु। टाइम अफ। यसको सही उत्तर रहेको छ रङ बनाउन। त्यस्तै अर्को क्वेशन, रक्तचन्दन प्राकृतिक अवस्थामा कुन देशमा मात्र पाइन्छ? रक्तचन्दन प्राकृतिक अवस्थामा कुन देशमा मात्र पाइन्छ? टाइम अफ। यसको सही उत्तर रहेको छ भारत। तिरफलामा हर्रो बर्रो र डट पर्छन्। तिरफलामा हर्रो बर्रो र डट पर्छन्। यसको सही उत्तर रहेको छ तिरफलामा अमला हर्रो र बर्रो पर्छन् है। सुगन्धवाल कुन किसिमको जडीबुटी वर्गमा पर्दछ? सुगन्धवाल कुन किसिमको जडीबुटी वर्गमा पर्दछ? यसको सही उत्तर रहेको छ बिरुवा वर्गमा पर्दछ। विजयशाल कुन वर्गमा पर्दछ? विजयशाल कुन वर्गमा पर्दछ? समय सुरु हुन्छ है अब साथीहरु। टाइम अफ। रुख वर्गमा है साथीहरु। ओखरको बिउ कुन महिनामा संकलन गरिन्छ? ओखरको बिउ कुन महिनामा संकलन गरिन्छ? है साथीहरु कार्तिक महिनामा है। नेपालमा मात्रै पाइने प्रजातिको वनलाई के भनिन्छ? नेपालमा मात्र पाइने प्रजातिको वनलाई के भनिन्छ? यस सम्पूर्ण साथीहरुले शेयर गर्नु है। यो पहिलो सेट कस्तो लाग्छ? फेसबुक पेजलाई पनि फलो गर्न नबिर्सनु है साथीहरु। र टाइम अफ। यसको सही उत्तर रहेको छ रैथाने। यस्तै सेटहरु प्राप्त गर्नको लागि लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला। डढेलो कति प्रकारका हुन्छन्? डढेलो कति प्रकारका हुन्छन्? अर्को क्वेशन रहेको छ। यसको सही उत्तर रहेको छ 2 प्रकारका। त्यस्तै छाडा गाई वस्तुलाई थुन्ने घरलाई के भनिन्छ? छाडा गाई वस्तुलाई थुन्ने घरलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ कान्जी हाउस। वनरक्षक गेम स्वाइट तथा लोकसेवा तयारीका लागि निम्ति अति महत्त्वपूर्ण प्रश्नहरुको संगालो लिएर उपस्थित भएको छ। वन विभागको स्थापना कहिले भएको थियो? अन्तिम प्रश्न रहेको छ वन विभाग स्थापना कहिले भएको थियो? र टाइम अफ भएको छ र यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2008। नमस्कार साथीहरुलाई, पहिलो सेट कस्तो लाग्यो? आज चाहिँ दोस्रो सेट लिएर उपस्थित भइसकेका छौं वनरक्षक तयारीको लागि। पोथी कोइलीलाई के भनिन्छ? पोथी कोइलीलाई के भनिन्छ? आजको पहिलो प्रश्न रहेको छ। टाइम पनि सुरु भइसकेको छ, तपाईहरु देख्न सक्नुहुन्छ। र टाइम अफ। यसको सही उत्तर रहेको छ कादम्बरी। अर्को क्वेशन, काठे भालु के को सहायताले रुख चढ्ने गर्छ? काठे भालु के को सहायताले रुख चढ्ने गर्छ? यस्तै भिडियोहरु प्राप्त गर्नलाई फेसबुक पेज चाहिँ फलो गर्नु है साथीहरु। र काठे भालु चाहिँ पुच्छरको सहायताले अगाडि बढ्ने गर्छ, अर्थात रुख चढ्छ। त्यस्तै अर्को क्वेशन, रिसाएको समयमा रातो पसिना निकाल्ने जनावर कुन हो? यसको सही उत्तर रहेको छ रिसाएको बेलामा रातो पसिना निकाल्ने जनावर गैंडा हो। त्यस्तै विश्व बाघ दिवस कहिले मनाइन्छ? विश्व बाघ दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ जुलाई 29 तारिक। त्यस्तै मुकेश चालिसे कुन जनावरसँग सम्बन्धित नाम हो? मुकेश चालिसे कुन जनावरसँग सम्बन्धित नाम हो?
यस्तै भिडियोहरू प्राप्त गर्नलाई फेसबुकमा सेयर गर्नुहोला, फेसबुक पेजलाई फलो गर्नुहोला, लाइक कमेन्ट सेयर गर्न पनि नबिर्सनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। र मुकेश चालिसे कुन जनावरसँग सम्बन्धित नाम हो त? बाँदरसँग। अर्को क्वेसन रहेको छ, सुन गोहरोको शरीरको रङ कस्तो हुन्छ? सुन गोहरोको शरीरको रङ कस्तो हुन्छ? समय सुरु भइसकेको छ। क्वेसन हुन्छ एक्जाममा, अनि 4वटा अप्सन पनि हुन्छ है साथीहरू तपाईँहरूको लागि। र यसको सही उत्तर रहेको छ गाडा खैरो। अर्को क्वेसन, हालसम्मको अध्ययन अनुसार अर्नाको कति प्रजाति भेटिएको छ? हालसम्मको अध्ययन अनुसार अर्नाको कति प्रजाति भेटिएको छ? अर्नाको प्रजाति कति भेटिएको छ त अहिलेसम्म भन्ने क्वेसन रहेको छ। र टाइम पनि अफ भइसकेको छ। यसको सही उत्तर रहेको छ 5। त्यस्तै अर्को क्वेसन, चौरी गाईको पुच्छरलाई के भनिन्छ? चौरी गाईको पुच्छरलाई के भनिन्छ? यसको सही उत्तर सोच्दै गर्नुहोला। फेसबुकमा फलो गर्नु छैन भने फलो गर्नुहोला फेसबुक पेजलाई, र लाइक कमेन्ट गर्न पनि नछुटाउनु होला। अरू सेटहरू प्राप्त गर्नको लागि चौरी गाईको पुच्छरलाई के भनिन्छ त? चमर भनिन्छ। त्यस्तै आजको अन्तिम प्रश्न रहेको छ। अर्को प्रश्न रहेको छ, कृष्णसारको अङ्ग्रेजी नाम के हो? कृष्णसारको अङ्ग्रेजी नाम के हो? यसको सही उत्तर सोच्दै गर्नुहोस्। टाइम पनि सुरु भइसकेको छ। यसको सही उत्तर रहेको छ ब्ल्याक बक। यसको सही उत्तर कृष्णसारको। र अर्को क्वेसन रहेको छ, सोच कस्तो जनावर हो? यो अन्तिम प्रश्न हुनसक्छ आजको लागि। सोच कस्तो जनावर हो? यसको सही उत्तर सोच्दै गर्नुहोस्। समय पनि सुरु भइसकेको छ। नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गर्नुहोस्। फेसबुक पेज लाइक कमेन्ट सेयर र फलो गर्न नबिर्सनुहोस्। र सोच कस्तो जनावर हो त? जलचर है।